नमस्कार सबैजनालाई। देशमा अहिले पुरै निर्वाचन लागेको छ र त्यही निर्वाचनमय लहरको एउटा सानो समीक्षा लिएर आजको यस भिडियोमा म उपस्थित भएको छु। यस भिडियोमा मैले विशेष गरी मेरो प्रिय जिल्ला, मेरो जन्मस्थल खोटाङ अनि खोटाङमा लागेको चुनावी रौनकको सेरोफेरोमा रहेर कुरा गर्नेछु। सहज होस् भनेर मैले यस भिडियोलाई 5वटा भागमा विभाजन गरेको छु, जसमध्ये पहिलो भाग अन्डरस्ट्यान्डिङ द बेसिक्स र यस भागमा हामी फागुन 21 गते हुन आँटेको निर्वाचनलाई बुझ्नेछौँ। दोस्रो भाग अन्डरस्ट्यान्डिङ खोटाङमा खोटाङ जिल्लालाई नजिकैबाट बुझ्ने प्रयास गर्नेछौँ। तेस्रो भाग पास्ट इलेक्सनमा अगाडि भएका निर्वाचनको कुरा गर्नेछौँ। चौथो भाग करेन्ट इलेक्सनमा 2082 साल फागुन 21 गतेको निर्वाचनको कुरा गर्नेछौँ। र 5औँ भागमा म आफ्नो व्यक्तिगत ओपिनियन राख्नेछु। सो यस भिडियोलाई सुरु गरौँ है त। हामीले स्कुलदेखि नै पढ्दै आएका छौँ कि राज्यको पावर 3वटा अङ्गमा विभाजन गरिएको हुन्छ। यसलाई हामीले नर्मल्ली अर्ग्यान्स अफ द स्टेट भनेर पनि बुझ्ने गरेका छौँ। पहिलो अङ्ग छ लेजिस्लेचर, जसलाई हामी व्यवस्थापिका भनेर बुझ्दछौँ। दोस्रो अङ्ग छ एक्जिक्युटिभ, जसलाई हामी कार्यपालिका भनेर पनि बुझ्दछौँ। र तेस्रो अङ्ग छ जुडिसियरी, जसलाई हामी न्यायपालिका भनेर पनि बुझ्दछौँ। सिम्पल भाषामा भन्नुपर्दा व्यवस्थापिकाले कानुन निर्माण गर्दछ, कार्यपालिकाले कानुन कार्यान्वयन गर्दछ र न्यायपालिकाले न्याय प्रदान गर्दछ। अब हामी भिडियोमा फर्दर फेडरल लेजिस्लेचर यानि कि सङ्घीय व्यवस्थापिकाको थप कुरा गर्नेछौँ। नेपालको सङ्घीय व्यवस्थापिका 2 सदनात्मक छ, जसलाई हामी बाइक्यामेरल सिस्टम पनि भन्ने गर्दछौँ। एउटा हाउस अफ रिप्रेजेन्टेटिभ्स यानि कि प्रतिनिधि सभा र अर्को नेसनल असेम्ब्ली यानि कि राष्ट्रिय सभा। र आउँदै गरेको फागुन 21 को निर्वाचन पनि यही प्रतिनिधि सभाकै हो। अब प्रतिनिधि सभाको बारेमा थोरै बुझौँ है त। यहाँ 275 जना सांसद हुन्छन् र उनीहरू प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचित हुन्छन्। अहिले प्रत्यक्षतर्फ 165 वटा निर्वाचन क्षेत्रहरू छन्, जुन भनेको 275 को 60% हो। सिम्पल भाषामा भन्नुपर्दा प्रत्यक्ष निर्वाचन प्रणालीमा तपाईँले सिधै मान्छेलाई भोट हाल्ने हो। सबैभन्दा बढी भोट ल्याउने उम्मेदवार नै त्यस क्षेत्रको विजयी हुन्छ र यसै गरी 165 वटै निर्वाचन क्षेत्रबाट एकजनालाई जितेर आउँदा टोटलमा 165 जना सांसद पुग्ने हो। अझ भन्नुपर्दा पछि मतदान गर्न जाँदा पाइने 2वटा मध्ये पहिलो मतपत्र चाहिँ प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको हो र बाँकी 40% यानि कि 110 जना चाहिँ समानुपातिक निर्वाचन प्रणाली अनुसार चुनिन्छन्। सिम्पल भाषामा भन्नुपर्दा समानुपातिक भनेको तपाईँले व्यक्तिलाई होइन पार्टीलाई भोट हाल्ने हो। र अघिको 2वटा मध्ये दोस्रो मतपत्र चाहिँ समानुपातिक निर्वाचन प्रणाली तर्फको हो। सो यसरी प्रत्यक्षतर्फ 165 जना र समानुपातिकतर्फ 110 जना गरेर जम्मा 275 जनाको हाउस अफ रिप्रेजेन्टेटिभ्स यानि कि प्रतिनिधि सभा बन्दछ। खोटाङ जिल्ला नेपालका 7वटा प्रदेशहरूमध्ये पूर्वतर्फ कोशी प्रदेशमा पर्दछ। यस प्रदेशमा जम्मा 14वटा जिल्लाहरू छन्, जसमा खोटाङ भने मुख्य रूपमा पहाडी जिल्ला हो। खोटाङ जिल्लामा 2वटा नगरपालिका र 8वटा गाउँपालिका गरेर जम्मा 10वटा स्थानीय तह मिलेर बनेको छ। खोटाङ जिल्लामा प्रतिनिधि सभातर्फ 1 सिट अनि प्रदेश सभातर्फ 2 सिट रहेको छ र प्रदेशको सिमाना चाहिँ यहाँ निलो रङले कोरिएको हामी देख्न पनि सक्छौँ। 2079 सालमा भएको प्रतिनिधि सभातर्फको चुनावमा भने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका तर्फबाट रामकुमार राईले 31,351 मत प्राप्त गरी 2669 मत अन्तरले विजयी हुनुभएको थियो। 2079 सालकै समानुपातिक तर्फको मत परिणाम हेर्ने हो भने नेपाल कम्युनिस्ट पार्टी एमाले सबैभन्दा बढी मत प्राप्त गरेको थियो। अब 2082 साल फागुन 21 मा तोकिएको निर्वाचनको कुरा गर्दा खोटाङ जिल्लामा महिला मतदाता 69,464 र पुरुष मतदाता 77,656 गरी जम्मा मतदाता 1,47,120 रहेका छन्। खोटाङ जिल्ला क्षेत्र नम्बर 1 मा प्रतिनिधि सभा सदस्यतर्फ 15 जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ। उम्मेदवारहरूको डिटेल सँगसँगै अरू व्यक्तिगत विवरणहरू पनि हामी यहाँ देख्न सक्छौँ र यी डिटेल्सहरू चाहिँ मैले भिडियोको डिस्क्रिप्सन बक्समा अट्याच गरेको छु। अब ओपिनियनका सन्दर्भमा मेरो बुझाइ चाहिँ यस्तो छ है। ओपिनियन आफैमा पनि एउटा सब्जेक्टिभ विषय हो
मैले राखेको ओपिनियन हजुरहरूलाई मन नपर्न सक्छ र हजुरहरूले राखेको ओपिनियन मलाई पर्सनली मन नपर्न पनि सक्छ। र फागुन 21 मा तोकिएको निर्वाचनको सन्दर्भमा मेरो व्यक्तिगत ओपिनियनको कुरा गर्नुभन्दा अगाडि थोरै मैले आफ्नै बारेमा कुरा गर्न चाहेँ। म आफै 25-26 वर्ष पुगिसकेँ र यीभन्दा अगाडि भएका निर्वाचनहरूलाई वास्तै नगरी के नै फरक पर्छ र भन्ने मानसिकता बोकेको मान्छे आज म चाहिँ यिनै निर्वाचनहरूलाई नजिकैबाट निहालिरहेको छु। देशमा थुप्रै समस्याहरू छन्, गरिबी, भ्रष्टाचार, बढ्दो बेरोजगारी र अहिले त सामान्य आधारभूत आवश्यकताहरू पनि फलामका चिउरा जस्तै भएका छन्। यी तमाम समस्याहरूले नेपालीहरूलाई सताएको छ। हामी आम नेपालीहरूलाई ठुला ठुला सपनाहरू बाँडिए। यस्तै नमिठा सपनाहरूमध्ये भदौ 23 पनि एउटा नमिठो सपना भइदिएको भए हुन्थ्यो जस्तो पनि लाग्छ। त्यो दिन मेरो आत्मा रोएको थियो, मेरो मन छिया छिया भएको थियो। आन्दोलनमा सहभागी त भएको थिइनँ म, तर जस्तो दृश्यहरू मैले देखेँ मेरो खुन उम्लेर आउँथ्यो। केही गरौँ जस्तो पनि लाग्थ्यो, तर केही गर्न पनि सकिनँ। तर संविधानले दिएको सबैभन्दा ठुलो अधिकार, मेरो मताधिकार प्रयोग गर्न चाहिँ अवश्य पनि सक्छु। सायद मैले मेरो तर्फबाट उनीहरूलाई दिन सक्ने न्यायमध्ये एउटा यो पनि हो। त्यसैले मेरो समर्थन दबिएका र नसुनिएका आवाजहरूतर्फ, जीवनको मेरो पहिलो निर्वाचनको मत र सहमत दुवै परिवर्तनतर्फ।